नजिक हुन्छ उसलाई त्रिरत्न गुण रतन सूत्र करणे मैत्री सूत्र आदि सूत्र पाठ सुनाउने गर्दछ। त्यति बेला भिक्षुहरू भने राम्रो भने त राम्रो छैन भने अनागरिक पनि भएन भने कोही शीलवान व्यक्तिले पाठ गरी सुनाए पनि हुन्छ। यी पाठ सुन्दा सुन्दै नै मृत्यु भयो भने अति नै शुभ ठान्दछन्। बौद्ध मुलुकहरूमा कोही व्यक्ति मृत्यु हुनुभन्दा पहिले उनको हातमा स्पर्श गराएर चिवर आदि भिक्षुहरूलाई दान गराउन र धार्मिक समुदायहरू पनि दान प्रदान गर्ने चलन। मर्ने बेलामा बिमारीलाई खाट वा बिछौनाबाट कहिले पनि उठाउनु हुँदैन भनेर यस्तो हाम्रो सत्कारमा यसरी भनिन्छ है। छिटो छिटो जाने गर्छ होइन। अब जब मृत्यु हुन्छ प्राण त्याग गर्छ अनि मात्र ओछ्यानबाट उठाएर उसलाई अर्कै कोठामा राखी त्यसलाई पनि माथि सहित वस्त्रले ढाकिदिनु पर्छ र शरीरमा गहनाहरू लगाइराखेको छ भने सबै गहनाहरू फुकालिदिनुपर्छ। बाहिर एउटा खाट अटाउने जग्गा सफा गर्नुपर्छ र गेडीले त्यो ठाउँमा छर्काई शुद्ध पार्नुपर्छ। एउटा खाट बनाई सफा गरी गेडी छर्केको ठाउँमा राख्नुपर्छ। त्यसपछि हातमाथि सब राखिदिनु पर्छ र कर्ताले सबलाई अनुहार देखिने गरी सफा गरी सबले लगाएको कपडालाई राखिदिनुपर्छ। सहित वस्त्रले माथिबाट ढाकिदिनुपर्छ। हामी त्यही अनुसार है। धेरै नै आएको धेरै नै आएको खुट्टामा काट लाग्यो। वहाँ गएपछि रोकेर अनि उतापट्टि पारिपट्टि बिस्तार बिस्तार है। यतिकै चढाउनु नि यतिकै घुमेर आउनु अझै घुम्नु अझै यहाँ आएपछि ट्याक्क राख्नुहुन्छ। बिस्तार बिस्तार हेर्नु अलिक चिप्लो रहेछ। चिप्लो रहेछ कि अनि त्यो ढुङ्गा हटाइदिएँ मैले। काट्छ भनेर एउटा ढुङ्गा यता हटाएँ टिक्को रहेछ एउटा, त्यसलाई मैले उता फालिदिएँ। चिप्लो कि ल यसो हात लगाइदिनु चप्पल लाउनेहरूले ल त। हजुर यस्तो उल्टो होइन उल्टो होइन यसलाई छुटो मानिन्छ। हिमाल हेर्नु पर्यो नि अरू जातिकोहरूले चाहिँ त्यहाँबाट यसलाई चाहिँ त्यहाँबाट गर्छन् उता हेर्ने गर्छन् धेरै जस्तो। अब हाम्रो त शिर छ नि, शिर यता भएको हुनाले शिरतिर हेर्नु। पहिला हो पहिला चाहिँ त मुखमा हेर्छ नि मान्छे एकै ज्योति जुत्मा जुत्ताले हेर्दैन नि यसरी बुझिदिनु छ है। अन्यथा नलिनु होला। गुरुबाले चाहिँ यसरी नै राखिदिनुहुन्छ।
त्यो पैसा अलि पहिला त टाउको मोडा हेर्छ नि मान्छेले हेर्नु मोडा हेर्नको लागि अन्यथा सोध्नु हुन्छ बुझाउन गाह्रो छ दुई चार यो लयहरू लगाइराखेको लागि 2 वर्ष लाग्छ कसले बान्नु भएको थियो बानेको मान्छे चप्पल लाएर चाहिँ होइन पत्तीहरू हुँदो रहेछ यहाँ मैले ढुङ्गा टिपेर फाले काट्ने कुरा रहेछ यहाँ एकदम तिखर तिखर रहेछ है याद गर्नु है यो जलाएर त्यो यो छ नि लाइट यता आउनु बोल्दैन बालीले खोलिदिसक्यो निकाल्ने बालेर सबै बालुवामा मोल्नु भएको यो त काट्ने काटे नि हुन्छ पत्ती माग्नु न यार पत्ती थियो त खोइ त पत्ती ल्याए त ल्याउनु भएन पूर्व भयो नि हुन्छ पत्ती छैन भने यो त बाहिरै होला कि भित्र छ र भित्र छैन होला ए होला ड्राइभर त्यो अहिले त्यो चेप्टो दाउरा थियो नि यहाँनिर कहाँ पछाडि आयो भित्रै हाल्यो अलि यता आयो उताबाट तान्न पर्ने भयो चप्पिया छैन त्यो दिशा भयो कि बुवाको सफा गर्नु अनि त्यो निकाल्नै पर्छ अब सफा गरिदिउँ न के भएर दाउरा त्यसो भने त्यो फग्लेटा दाउरा छ नि त्यहाँ फग्लेटा दाउरा तान्नु यो निकालेर त्यही नै हुन त निकाल्छ
नराउँछ बाला स्वर्ग जाने बाटोले छेक्छ त्यसरी रुनु हुँदैन त्यसो गर्नु हुँदैन नि अलि तलै राख्दै नि हुन्छ के अरे बिरामी अर्को बनाइदिनु हजुर पोको बनायो उयो पोका दाइ क्या राख्छ राम भाइ त्यहाँ कतै पाल छ भने पालमा हालौँ त एउटा बिचमा एउटा छुलछुलमा है होइन हुन्छ हुन्छ तिनवटा लिनु पलपलमा हालिनु हुन्छ त्यो बिचमा हालिदिनु यतातिर हालिदिनु हुन्छ कि यी बाहिर राखिदिनु अलि माथि नै हाल्नु पर्छ होइन भाइ बेले भएन हो त्यहाँ राखिदिनु दाइ अलि पचाउनु पर्छ अहिले यहाँ छ यहाँ कति जान्छ होल्डै भएन यहाँ लगाइदिनु त म तपाईँलाई अर्को जलाइदिन्छु तपाईँलाई भान्जा है भान्जा भान्जा पानी आउँछ मर्तेल खोइ मर्तेल हाल्यो एउटा टाउकोमा हाल्नुपर्छ कतापट्टि हाल्यो त्यहाँ यहाँ हाल्दै एउटा टाउकोमा हाल्नुपर्छ यसरी हावा लाग्दा यताबाट नि हुन्छ कि यताबाट पुरेत बा मर्तेल त्यतापट्टि कता आउँछ एउटा पोका बनाएर तिनवटा बनाएको छ एउटा यहाँ हाल्यो एउटा त्यहाँ हाल्यो एउटा उतापट्टि अलि टाउकोमा हुनुपर्छ त्यो छड्के भयो नि यताबाट हावा लाग्छ यताबाट बन्द एउटा यतापट्टि हाल्नुपर्ने त्यो निकालेर यहाँ राख्नु भाइ यतापट्टि हाल्ने हाम्रो भाइको सबै कोही पनि छुट्नु भएको छैन होइन उता कि बनाऊँ न त एउटा कपडा छैन हजुरलाई सानो नगर्नु आफूले आफूलाई आवाज चल जताबाट हामी संस्कार गर्ने हो हामीले जानेको विधि हामीलाई मलाई केन्द्रीय गुरुहरूले दिनुभएको शिक्षालाई मैले भइपुग्नु भएसम्म म आदरणीय हाम्रो गुरुपण्डितजी हुनुहुन्छ होइन उहाँ पनि हुनुहुन्छ मैले नजानेको र उहाँले पनि मलाई सपोर्ट गर्नुहुन्छ अनि हामी सकिन्छ राम्रै गर्छौँ होइन ल सुरु गरौँ है त आराम सम्मान सम्बुद्ध बुद्ध नमासमी सर्वप्रथम म भगवान् बुद्धलाई पञ्चगना वन्दना गर्दछु भनेर नमस्कार गरिदिनु तपाईँहरूले नमस्कार भन्छ अनि फेरि सकितो भगवता धम्म नमासमी म दोस्रो पटक पनि धर्मलाई पनि पञ्चगना वन्दना गर्दछु भनेर मैले अघि भने नि धर्म भनेको काम हो कि तपाईँले यो 10 दिनको कार्य गर्नु लाग्नु भयो नि बाबाको तपाईँको यो म आएर यो किताब पढेर धर्म होइन कि तपाईँले जति राम्रोसँग कष्ट राम्रो गर्नु सक्नुहुन्छ नि त्यो नै तपाईँको धर्म हो है त्यसलाई मान्नुलाई है अनि फेरि सुपतिपन्न भगवतो सावको सङ्गम नमासमी यो भनेको तपाईँ अहिले जुन समाजमा आबद्ध हुनुभएको नि है तपाईँको कुन समाज आफ्नो छ मगर समाजमा आबद्ध हुनुभएको भन्दा गर्दा तपाईँ कुन समाजमा आबद्ध हुनुहुन्छ नि अनि छिमेकमा कसरी बन्नुहुन्छ नि त्यो समाजलाई पनि मैले पूर्ण रूपमा समर्थन छ मैले उहाँलाई पनि उहाँले गरेको बाटोमा पनि म हिँड्ने छु भनेर म उहाँहरूसँग एक्लै छैन है भनेर तपाईँले उहाँलाई पनि सम्झनु पऱ्यो कि है त्यसै गरी आफ्नो कुलदेवतालाई त त्यतिकै पनि सम्झिनु पऱ्यो होइन शिरमा लिएर हिँड्नुपर्छ हामीले त्यो है भगवत सबमा रखत सब धनवान धम्मान भान सङ्घान भान कुलदेवता भावना भनेर आफ्नो कुलदेवतालाई पनि हे मेरो कुलदेवताहरू मलाई रक्षा गर्नु मलाई शिल प्रदान गरिदियोस् मैले बाबाको मैले के 10औँ दिनको भनेर मलाई शिल पूर्व पछि उत्तर दक्षिण है त्यसरी नै चढाइदिनु ज्योतिले घुम्नु पर्दैन है एकै ठाउँमा तपाईँहरूले दिनुभएको नि यस्तो
पूर्व पश्चिम उत्तर दक्षिण गरेर है यस्तो यस्तो छर्दिनु है तपाईँहरूले। ल तपाईँलाई म अष्टशील है ल फेरि मसँग भन्नु नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। नमो तस्स भगवतो आउनु अरहतो सम्मा सम्बुद्धस्स। यतै आउनुभयो। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि सङ्घं शरणं गच्छामि द्वितीयम्पि बुद्धं शरणं गच्छामि द्वितीयम्पि सङ्घं शरणं गच्छामि तृतीयम्पि बुद्धं शरणं गच्छामि तृतीयम्पि धम्मं शरणं गच्छामि तृतीयम्पि सङ्घं शरणं गच्छामि। यो भनेको भगवान् बुद्ध र धर्म। यस आजको यस दाह संस्कार कार्यक्रममा हामी सबैजना लदरीबाट लदरीको विशेष गरी पटियानी टोल र उहाँको आफन्तजनहरू औषधिबाट यता वानदेखि लिएर प्रेमनगरबाट सबैलाई देखिरहेको छु मैले। सबैजना फलोहरू जम्मा भइसक्नु भएको छ र हामी अन्तिम श्रद्धाञ्जली दिने तयारीमा छौँ र यस श्रद्धाञ्जलीमा हाम्रो खैरेनी नगरपालिकाका मेयर पनि आउनुभएको छ, शशि कुमार खनियाज्यू। यसो उपस्थित जनाइदिनु होला। र साथसाथै हामी सम्पूर्ण शुभचिन्तकहरू यहाँ उपस्थित रहेका छौँ। सर्वप्रथम उहाँको जीवनी भन्न चाहेँ मैले। उहाँको जन्म 1993 विक्रम सम्वत 1993 सालमा भएको थियो भने अहिले 89 वर्ष पुग्नुभएको छ। हिजोको दिन बेलुका 5:15 बजे चाहिँ उहाँको चाहिँ वैकुण्ठवास हुनुभएको छ। उहाँहरू पुर्खौली घर चाहिँ पर्वत जिल्लाबाट चाहिँ चितवन झरे खोला हुँदै चितवन गुन्जानगर हुँदै पर्वत जिल्लाको चाहिँ बाजुङ गाविस खुइजरी भन्ने गाउँबाट चाहिँ उहाँहरू यहाँ आउनुभएको र 2026 सालको चैतमा चाहिँ पटियानीमा आइपुग्नु भएको। त्यहाँ फलानी गरेर उहाँहरू बस्नुभयो। त्यसपछि एवमृतले जीविकोपार्जन गर्ने क्रममा उहाँको बुवा बाजे कविराज मगर, बुवा नरबहादुर मगर र कलिमाया आमाको कोखबाट 4 दाजुभाइको चाहिँ जन्म भएको थियो भने उहाँ माइला छोरा हुनुहुन्थ्यो लोकबहादुर मगर र उहाँको श्रीमती रनमाया मगर, छोराहरू मङ्गले मगर, सुखबहादुर मगर र बुहारीहरूमा सीता मगर, रिमाया मगर, सुनिता हमाल रहनु भएको छ। र छोरीमा चाहिँ एकजना मात्रै चिजकुमारी हुनुहुन्छ, कान्छी पनि भन्छौँ हामीले। र नातिहरूमा राजेश मगरको मिसेस श्रीमती भीममाया मगर सृष्टि पनि भनिन्छ। त्यसै गरी आशिष मगर, विश्वास मगर उहाँहरूको चाहिँ मैले ठ्याक्कै बिहा भएको नभएको मलाई एक्ज्याक्ट थाहा नभएर, सुभाष मगरको थाहा भएर मैले सृजना मगर र बसन्त मगरको चाहिँ दिलमाया मगर भनेर थाहा भएको चाहिँ मैले नाम टिपेँ। त्यसै गरी नातिनी बुहारी भीममाया मगर सृष्टि भइहाल्यो। त्यसै गरी नातिनीहरूमा चाहिँ कल्पना मगर, दिलकुमारी मगर, अञ्जना मगर, विमला हुनुहुन्छ। उहाँहरू चैनपुरमा लदरीमा विशेष गरी पटियानी टोलमा रहिरहँदाखेरि उहाँले पञ्चायतकालदेखि नै एउटा राजनीतिक क्षेत्र भनौँ या गाउँ टोल विकासको क्रममा चाहिँ एउटा वडा सदस्य पनि जित्नुभएको थियो। त्यो समयमा लगभग मलाई लाग्छ 44-45 जस्तो लाग्छ। त्यो टाइममा चाहिँ उहाँले जित्नुभएको थियो भने यसरी जीविकोपार्जन गर्ने क्रमहरूमा अगाडि बढिरहँदाखेरि हिजोको दिनमा चाहिँ उहाँको चाहिँ वैकुण्ठवास भएको छ। उहाँलाई उहाँको मृत आत्माको चिर शान्तिको लागि र हामी उहाँको सम्पूर्ण परिवारहरू
बन्धु बान्धव हामी चेलीहरू हामी माइतीहरू सबैजना उपस्थित रहेका छौँ। उहाँको लागि आज हामी अन्तिम श्रद्धाञ्जली स्वरूप सबै काम हामी सकिसकेका छौँ। 1 मिनट मौन धारण गर्छौँ। 1 मिनट मौन धारण गरेर उहाँको चाहिँ यो हाम्रो यो संस्कार अनुसार शुद्धिकरण भन्छ, सुनपानी सोकिने भन्छ, सुनपानी खाएर त्यसको लागि चाहिँ 2082 साल 8 महिना 13 गते शनिबार परेछ। 13 गते सबैजना उपस्थित भइदिनु होला। हामीले 10औँ दिनमा यो कार्य सम्पन्न गर्दैछौँ। त्यही अनुसार अगाडि बढ्छौँ र 1 मिनट मौन धारणको लागि तयारी हुनु होला। समय सुरु। पूजायामी तब नन्दु भनेर मैले त्रिलोकमा प्रकाश हुनुभएका मेरा पितृहरू र भगवान् बुद्ध र मेरो पितृहरूलाई पनि सम्झिँदै यो बत्ती उज्यालोको लागि मैले पाली दिएको छु भनेर नमस्कार गरिदिनु है। अनि अलिकति जोड दिनु उहाँहरूलाई थोरै लिन्छ। ठ्याक्कै आँखा चिम्म गर्नु। तपाईँहरू त्यो अघि भाइ राजेश एकदम होइन न म अब यो लास्ट हो। तपाईँ तयारी गर्नु है। त्यो मन धारणाको लागि चाहिँ तयारी गरौँ न बरु। क्षमा याचना है। हामीले जति गरे हिजोको हामीले झगड्यौँ होला, उहाँसँग रिसायो होला, तुसायो होला होइन, भनेको मानेर के गरेन होला। अहिले हामी त फेरि अब त जति हिजो हामीले जति गल्ती गरेको थियो काया वाक चित्त, अघि भन्दै मैले काया वाक चित्त 3 प्रकारले कुनै पनि प्रकारले हामीले अज्ञानवश गल्ती गरेको भए हामीलाई क्षमा याचना गर्नु है भनेर हामीले त यत्रो पाठ गरे हो नि त। त्यसले मात्रै त पुग्दैन नि त होइन र भनिसके। आँखा चिल्लो गर्ने, मुखमा ठ्याक्कै हात गर्ने, मनमा नै छैन यो राम्रो नि नराम्रो बोल्ने नि मुखले के मुखमा ठ्याक्कै राख्ने। अनि सम्झिनु होला पितृलाई आफूले गरेको गल्तीहरू के छ त्यो सम्झेर मलाई है भनेर ल है त। कायन बाचा चितेन पमातेमा मम कतामा अचाहित खममे भन्थे परिपुञ्ज तथागत भनेर हजुरले मैले जानी नजानी गरेको अन्जान के गल्ती गरेको छ भने पनि हे मेरो बाबा मलाई क्षमा गरिदिनु होला, मैले तपाईँको अन्तिम सत्कार गरेर छु भन्दै उहाँको क्षमा माग्दै ल है। अनि त्यो फुल पनि यसो चढाइदिनु होला। हजुर चढाइदिनु। अन्तिममा कामना गर्नु होला। इमान पुञ्ज कामेन मेबालामा समागम सत समागम होतु इबानेमा पति अत इदमे पुञ्ज असक्य होतु इदमे पुञ्ज निबन स पञ्चाय होतु इदमे पुञ्ज सबै सत अनुमोदित सब सुखित साधु बना शङ्ख कता गयो त खै कृष्ण भाइ? तयार भएको थियो त्यहाँ आएको त्यहाँ तयार चलिरहेको होइन हाम्रो यहाँ आएको पुगेको छैन। होला है हातमा
माथि 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 गर्नु माथि माथि हात अलि पर समात्नु आफैलाई बचाउनु है आफूले बचाउने आफूलाई बचाउनु होला ठाडो पार्ने हात अलि तल समात्ने बिस्तारो भुइँमा हेरेर 2 चोटि भयो अब एकचोटि गाइन्छ तीनचोटि भयो है त हो त्यो सेतो पोकामा उता पनि सेतो पोका दाइ यता आउनु उयो पोकामा उतैबाट घुमेर ल उयो पोकामा अनि फेरि उहाँ चाहिँ सुकिया छैन त अनि सबै ठिक छ के त्यो हस्पिटलमा दबाई त्यही अब त्यही घुसाएर त्यहीँ घुसार्दै उता गएर त्यहीँनिर मर्दै